अब निशान पदयात्रामा सहभागी हुने नेपालको राष्ट्रिय झण्डा साथै सहभागी झण्डाका युनिटहरूको संक्षिप्त परिचय। सर्वप्रथम नेपालको राष्ट्रिय झण्डा। चन्द्रमा मन र बुद्धिको प्रतीक हो भने सूर्य ऊर्जा र पूरकको प्रतिबिम्ब हो। मन र बुद्धिको अधीनमा ऊर्जा र पूरक बस्नुपर्छ भन्ने अर्थमा चन्द्रमा माथि र सूर्य तल राखिएको छ। जबसम्म सूर्य र चन्द्र अस्तित्वमा रहन्छ तबसम्म नेपाल राष्ट्र पनि अस्तित्वमा रहिरहनेछ भन्ने भाव झल्काउन राष्ट्रिय झण्डामा चन्द्र र सूर्य अङ्कित रहेको छ। राष्ट्रिय झण्डाको पृष्ठभूमिमा रहेको रातो रङले गौरवशाली इतिहास, वीरता र शक्तिको प्रतीकलाई जनाउँदछ भने सेतो रङले शान्ति र ज्ञानको प्रतीकलाई जनाउँदछ। त्यसैगरी किनारामा रहेको नीलो रङले शत्रुमाथिको विजय र आत्मरक्षालाई जनाउँदछ। श्री पूर्वी पृतना हेक्वाको झण्डा। राष्ट्र रक्षा परम कर्तव्य आदर्श वाक्य रहेको श्री पूर्वी पृतना हेक्वाको स्थापना देशको बदलिँदो परिस्थिति र आवश्यकता अनुसार विक्रम सम्वत 2059 साल माघ 15 गते सुनसरी जिल्ला स्थित इटहरीमा भएको थियो। श्री नम्बर 2 बाहिनी अड्डा, श्री नम्बर 18 बाहिनी अड्डा र श्री नम्बर 21 बाहिनी अड्डा गरी 3वटा बाहिनीहरू कमान्ड गर्ने यस पृतनाको जिम्मेवारी क्षेत्रमा कोशी प्रदेशका 14वटा जिल्लाहरू पर्दछन्। श्री नम्बर 2 बाहिनी अड्डाको झण्डा। आफू जलेर बत्ती अरूलाई उज्ल्याउँछ आदर्श वाक्य रहेको श्री नम्बर 2 बाहिनी अड्डा विक्रम सम्वत 2008 श्रावण 7 गते मन्त्री परिषदको निर्णय अनुसार खडा भई मोरङको विराटनगरमा तैनाथ भएको थियो। त्यसैगरी विक्रम सम्वत 2021 सालमा विराटनगरबाट धरान स्थित